हेलो नमस्ते सबैजनालाई। आज हामी यो नेपाल टेलिकमको चाहिँ एनिभर्सरीको अवसरमा चाहिँ विभिन्न अफरहरू चाहिँ ल्याइरहेको छ। हामीले त्यो अफरहरू चाहिँ के छ भनेर चाहिँ आज चाहिँ हामी बुझ्न गइरहेको छौँ। मैले यहाँ तपाईँलाई देखाइसकेको छु। एनटिसीको वेब पेजमा चाहिँ हामीले चाहिँ देख्न सक्छौँ विभिन्न अफरहरू छन्। त्यो अफरहरू चाहिँ के छन् भनेर चाहिँ हामीले चाहिँ यहाँ भित्र चाहिँ हेर्न गइरहेको छौँ। हामीले चाहिँ नेपाल टेलिकमको चाहिँ 21st एनिभर्सरीको उपलक्ष्यमा चाहिँ विभिन्न अफरहरू चाहिँ पाएको छौँ। मैले यहाँ तपाईँहरूलाई देखाइरहेको छु 21st एनिभर्सरी अफर 2081 भनेर तपाईँहरूलाई चाहिँ विभिन्न अफर चाहिँ दिएको छ। जस्तै यसमा चाहिँ एक दिनको लागि 1 MBPS अनलिमिटेड डाटा प्लस 120 मिनट भोइस नेपाल टेलिकम टु नेपाल टेलिकम दिएको छ। जसमा चाहिँ हामीले 10 GB सम्म चाहिँ म्याक्सिमम डाटा चाहिँ युज गर्न सक्छौँ र त्यसपछि चाहिँ हाम्रो चाहिँ स्पिड चाहिँ अलिकति चाहिँ कम हुन्छ, जसको प्राइस चाहिँ 59 रुपैयाँ राखिएको छ। त्यस्तै अरू अनलिमिटेड नेट भोइस कल भनेर राखिएको छ हैन। त्यस्तै अनलिमिटेड डाटा प्याक भनेर चाहिँ राखिएको छ, जसमा चाहिँ 5 GB पर डे हामीले पाइन्छ, जसमा चाहिँ टोटलिङ स्पिड चाहिँ 2 MBPS हुन्छ हैन। 5 GB चाहिँ कन्ज्युम गरिसकेपछि हाम्रो स्पिड चाहिँ अटोमेटिकली के हुन्छ 2 MBPS मा चाहिँ पुग्छ हैन। जसको प्राइस चाहिँ लगभग 600 रुपैयाँ चाहिँ हाम्रो चाहिँ राखिएको छ। त्यस्तै प्रिमियम डाटा प्याक भनेर राखिएको छ, जुनमा चाहिँ हामीले 10 GB सम्म हामीले युज गर्न पाउँछौँ एक दिनमा। 10 GB युज गरिसकेपछि चाहिँ हाम्रो चाहिँ टोटलिङ स्पिड चाहिँ जम्मा 3 MBPS चाहिँ हुने गर्छ, जसको प्राइस चाहिँ हाम्रो चाहिँ 800 रुपैयाँ छ। त्यस्तै फेस्टिभ कम्बो प्याक भनेर राखिएको छ, जसमा चाहिँ 40 GB डाटा हामीले युज गर्न सकिन्छ हैन। प्रिपेडको लागि 28 दिन, जसको प्राइस चाहिँ हाम्रो चाहिँ 800 रुपैयाँ चाहिँ राखिएको छ। यसरी विभिन्न अफरहरू विभिन्न प्याकेजहरू चाहिँ नेपाल टेलिकमले चाहिँ आफ्नो वार्षिक उत्सवको अवसरमा चाहिँ ल्याएको छ। तपाईहरुले यहाँ युजफुल सर्ट कोड्स भनेर चाहिँ देख्न सक्नुहुन्छ। यो कोडहरू तपाईहरुलाई चाहिँ निकै उपयोगी हुन सक्छ। तपाईहरु यो कोडहरू युज गरेर विभिन्न चाहिँ फिचर्सहरू चाहिँ तपाईले चाहिँ हासिल गर्न सक्नुहुनेछ। नेपाल टेलिकमले आफ्नो चाहिँ ग्राहकहरूलाई दिएको। यसमा चाहिँ कल फरवार्डिङ, कल वेटिङ को पनि कसरी एक्टिभेट गर्ने भनेर चाहिँ यहाँ दिएको छ। नमस्ते क्रेडिटको लागि पनि यहाँ एक्टिभेट गर्ने कसरी भनेर दिएको छ हैन। तपाईहरुलाई मैले देखाउन चाहे। ल्यान्डलाइनको एडीएसएल को फाइबर को पनि यहाँ चाहिँ विभिन्न सेटिङहरुको लागि चाहिँ कोडहरू चाहिँ दिएको छ। आज चाहिँ हामी यो नेपाल टेलिकमको मात्र हेर्ने कि अब इन्डियाको जियो नेटको बारेमा पनि हामी बुझ्न गइरहेको छौं र नेपाल टेलिकम र जियो नेटको चाहिँ हामीले चाहिँ कम्पेरिजन चाहिँ गर्न गइरहेको छौं है आज चाहिँ। यहाँ चाहिँ सबैभन्दा सस्तो प्लान हेर्नुस् त। सबैभन्दा सस्तो प्लान चाहिँ 350 रुपैयाँ आइसी जुन चाहिँ राखिएको छ, जुनको भ्यालिडिटी चाहिँ 28 दिन, टोटल डाटा 56 र पर डे चाहिँ जम्मा 2 GB मात्र राखिएको छ हैन। भोइस अनलिमिटेड, एसएमएस 100 MS पर डे। त्यसपछि चाहिँ 2 GB कन्ज्युम गरिसकेपछि चाहिँ तपाईको जम्मा 64 kbps मा चाहिँ स्पिड चाहिँ झर्छ, जुन चाहिँ एकदमै स्लो हुन्छ जुन नेट चाहिँ। र यसलाई चाहिँ हामीले चाहिँ कम्पेयर गर्न सक्छौं। हामीले चाहिँ यो चाहिँ 1 MBPS को एक दिनको लागि हो, यसको जम्मा 59 रुपैयाँ छ। त्यस्तै 3 नम्बरमा हामीले देख्न सक्छौं चाहिँ 5 GB पर डे, त्योसँग चाहिँ तपाईहरुले कम्पेयर गर्न सक्नुहुन्छ, जसको चाहिँ 600 रुपैयाँ छ हैन। जम्मा 5 GB चाहिँ हामीले पाइन्छ, जबकि जियोले जम्मा 2 GB मात्रै दिएको छ। टोटलिङ स्पिड पनि एकदमै कम छ त्यहाँ चाहिँ हैन। हाम्रो टोटलिङ स्पिड चाहिँ अलिकति बढी छ हैन। जम्मा 2 GB दिएको छ जियोले, भने हामीले चाहिँ यहाँ चाहिँ 5 GB दिएको छौं। यहाँ चाहिँ टोटलिङ स्पिड पनि के छ एकदमै बढी छ, 2 MBPS
छ यसमा चाहिँ भने जियोमा चाहिँ हाम्रो जम्मा 64 केबी चाहिँ हाम्रो चाहिँ स्पिड चाहिँ दिएको छ। यसरी तपाईहरुले कम्पेयर गर्दाखेरि चाहिँ धेरै नै नेपालको चाहिँ यो अफरमा चाहिँ धेरै नै राम्रो चाहिँ प्याकेजहरु चाहिँ उपलब्ध गराएको हामीले चाहिँ देख्न सक्छौं। विभिन्न अरु प्याकेजहरु छन् यसमा चाहिँ प्रिमियम डाटा प्याकेज भनेर 10 GB पर डे वाला प्याकेज पनि छ जसको प्राइस जम्मा 800 रुपैयाँ राखिएको छ हैन एक महिनाको। त्यहाँ तर यहाँ चाहिँ अरु चाहिँ हाम्रो चाहिँ एकदम महँगो छ हेर्न सकिन्छ हामीले 1000 रुपैयाँ आइसी भनेको लगभग 1600-1700 जति पर्छ हैन। त्यो चाहिँ महँगो प्लानहरु चाहिँ राखिएको छ। यो कम्पेरिजनमा चाहिँ हाम्रो चाहिँ 3 नम्बरमा भएको अनलिमिटेड डाटा प्याक चाहिँ एकदमै सस्तो पर्न जान्छ हामीलाई। मैले तपाईहरुलाई चाहिँ यो मोबाइलमा चाहिँ कसरी चाहिँ त्यो प्याकेजहरु लिने भनेर चाहिँ तपाईहरुलाई चाहिँ यसरी देखाउन गइरहेको छु हैन। तपाईहरुले मोबाइलमा चाहिँ यहाँ अब देख्न सक्नुहुन्छ प्याकेज कसरी लिने भनेर। हामीले चाहिँ एस्टिक 1415# चाहिँ डायल गर्नुपर्ने हुन्छ र तपाईहरुले विभिन्न चाहिँ 11 वटा यहाँ चाहिँ प्याकेजहरु देख्न सक्नुहुन्छ जहाँ चाहिँ विन्टर अफर, अनलिमिटेड अफर हैन, भोइस प्याक भनेर दिएको छ। हामीले चाहिँ 11 नम्बरमा चाहिँ हामीले चाहिँ देख्न सकिन्छ यहाँ चाहिँ हैन। 11 नम्बरमा चाहिँ हाम्रो चाहिँ यो चाहिँ अफर भनेर चाहिँ अहिले नयाँ आएको अफर जुन वार्षिक उत्सवको अफर चाहिँ एनिभर्सरी अफर भनेर चाहिँ 11 नम्बरमा राखिएको छ। हामीले चाहिँ 11 नम्बरलाई चाहिँ 11 लेखेर त्यहाँ सेन्ड गरियो भने चाहिँ हामीले चाहिँ त्यो अफर चाहिँ हामीले चाहिँ ग्र्याब गर्न सकिन्छ र यो चाहिँ एकदमै सस्तो खालको चाहिँ अफर छ। तपाईहरुले यसलाई चाहिँ युज गर्न सक्नुहुनेछ र तपाईहरुलाई धेरै फाइदा हुनेछ यो अफर चाहिँ। र तपाईहरुले चाहिँ यसरी यो चाहिँ अफर चाहिँ तपाईहरुले ग्र्याब गर्न सक्नुहुनेछ हैन। र यस्तै टेक्नोलोजी सम्बन्धी ज्ञान पाउनको लागि चाहिँ तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। हवस् त, नमस्कार।